जोजोलपा तारेमाम पासपेई। अब हामी टिकटकमा पनि आएका छौं। तिमला जलाई यहाँहरूले टिकटकमा पनि पाउन सक्नुहुन्छ, तर नाम चाहिँ तिमला ज होइन। त्यसमा चाहिँ नाम चाहिँ नि मी तिमिला ज छ, अगाडि चाहिँ मी छ। तिमला ज अरु कसैले लिइसकेको छ, त्यसैले मी तिमला ज राखेका छौं हामीले। अब यसमा भएको कन्टेन्टहरु यस्तो छ, म केही देखाउँछु। कसैलाई भात खान आऊ भन्नु पर्यो भने जा न वा, जा न वा। कहिले काहीँ रिस उठ्दाखेरि रिसाएर खाना खान आऊ भन्नु पर्यो भने जा थारे या वा, जा थारे या वा। जा भनेको भात हो, नवा भनेको खाना हो, थारे या वा भनेको पनि खाना हो। अर्को कन्टेन्ट यस्तो छ, ड्य भन्छ, ड्य। त्यस्तै भगवानको कसम भनेर नेवारीमा भन्नु पर्यो भने ड्ययु कसम, ड्ययु कसम। भगवानसँग के माग्यौ भन्नु पर्यो भने ड्य नाप छु फना, ड्य नाप छु फना। ड्य नाप अर्थात् भगवानसँग, छु अर्थात् के, फना अर्थात् माग। अब यो अर्को हेरौं। तिम्रो बाउको टाउको भन्नु पर्यो भने अथवा तेरो बाउको टाउको भन्नु पर्यो भने छिमी अबुया छ, छिमी अबुया छ अथवा छिम अबुया छ। अर्को यो एउटा पनि हेरौं। नेवा भाषामा हरियो खुर्सानीलाई वाउ मल्टा भनिन्छ, वाउ। त्यस्तै गरी रातो खुर्सानीलाई याउ मल्टा, याउ मल्टा भनिन्छ। त्यस्तै सुकेको खुर्सानीलाई गौँ मल्टा। कस्तो लाग्यो भन्नु होला। टिकटकमा पनि फलो गर्न सक्नुहुन्छ हामीलाई। यसमा हामीले भर्खरै भिडियोहरू राखेका छौं र प्रोफाइल पिक्चर चाहिँ छैन अहिलेको लागि, पछि हाल्छौं। त्यस्तै युट्युबको कन्टेन्टहरू पनि कस्तो लागिरहेको छ भन्नु होला। यो च्याप्टर कस्तो लागेको छ भन्नु होला। यो च्याप्टर अलि छुट्टै खालको छ, अलि इन्टरटेनिङ खालको छ। त्यस्तै गरी यो कथाहरू पनि हामीले लिएर आएका छौं। यो पुरानो कथाहरू, यो कस्तो लागेको छ भन्नु होला। त्यस्तै गरी यो बारासीको कथाहरू भयो, काँचो इँटाको, यो सुन्नु भयो कि भएन, कस्तो छ भन्नु होला। त्यस्तै हाम्रो भिडियो शेयर पनि गरिदिनु होला फेसबुकतिर अथवा अरु कुनै प्लेटफर्म जुन तपाईहरुले युज गर्नुहुन्छ त्यो प्लेटफर्ममा शेयर पनि गरिदिनु होला। यो आई लभ यू को ट्रान्सलेसन चाहिँ धेरै जान्छ होला भने मैले गेस गरेको थिएँ, तर खासै गएन। सायद यो त्यस्तो इन्ट्रेस्टिङ छैन कि कस्तो छ भन्नु होला। यसमा यो हुन्छ 6 सेकेन्ड्सको मात्र छ। अनि यो लेटेस्ट च्याप्टरहरू अलि फरक छ, कस्तो लाग्यो भन्नु होला यो च्याप्टरहरू पनि। यसमा कमेन्ट गर्न सक्नुहुन्छ तपाईहरुले। हाम्रो नयाँ टिकटक च्यानललाई फलो गर्नु होला। थ्यांक यू, शुभ।